हेलो गाइज वेलकम टु नानाको ब्लग। यतिखेर चाहिँ नानाले यहाँनिर काम गर्नु हुँदैछ, सबै सफा गर्न आँटेको हामीले। अहिले चाहिँ नानाले यति काट्ने रे अनि उता चाहिँ छोड्नु हुने रे। मैले चाहिँ यति गरेँ होइन, नानाले चाहिँ त्यति मात्रै गर्नु। अल्छी नि नाना हो कि होइन भन्नु त। अहिलेसम्म हामीले करेन्ट खाएर जुसाडा मस्काएर यहाँ काममा राखेको। ए उता त के पो देखिएछ, उता त के पो देखिएछ। उता चाहिँ घाम लागेको छ, फेरि यता चाहिँ बादल कालो भएको छ होइन। यहाँनिर यो चाहिँ फेरि गाईघाट हो। क्यारे गाईघाटको के गरे यही हाम्रो के भन्छ फर्सी धेर खाने मान्छे भएर यहाँ काट्नु गइरहेको छ। नानाको चाहिँ फेरि यहाँ भाइरल जाने। यता हुनुहुन्छ जागरिलो नानाको छोरा सुहाङ राई। ला भेष त के भयो आइज। यता यता छ जागरिलो के भन्छ जागरिलो मामा। यता मामा है गाइज। गाई र पनि कति धेरै हो। यो सबै लहरा उतैको होला बुनु, यही बोटको यो बोटको होला क्या। राम राम झ्याल यत्रो तान्ने मान्छे कत्रो होला हेर्नु त। म फेरि 12 वर्षको नि 12 वर्ष 13 भएर 8 क्लासमा पढ्छ अरे। उता हाम्रो टोइलेटलाई चाहिँ इग्नोर गरिदिनु होला है गाइज। इग्नोर गरिदिनु होला। कस्तो राम्रो वाउ, कति राम्रो नानीहरू चाहिँ उहाँ खेल्दैछ। फ्रीमा दिन्छ अरे, आउनु है यता। फर्सी र फर्सीको मुन्टा खानु। फर्सी पनि फलेको छ नि त यहाँ एउटा। कता छ यहाँ चाहिँ एउटा फर्सी फलेको छ। यत्रो फलेको छ, त्यो पनि कुहियो कि होइन, कुहिएको रहेन रहेछ। फर्सी यत्रो छ है गाइज। साथीहरू फर्सी खाने भए आउनु होला यहाँ। अहिले चाहिँ यति भइसक्यो होइन, यत्रो छ चाहिँ। यता चाहिँ उता त्यो बुनिहरूको अनि यति चाहिँ अरे नानाहरूको। म चाहिँ आज भर्खर आएको। त्यहाँ माथि छ भिर, भिरहरू यता देखाउनु रे हाम्रो जागरी र नाना। हजुर जुम त गरिरहेको छु नि। सुस्मिता राई गाईको। अब चाहिँ घाम लाग्यो टन्टालापुर होइन। ए ल मलाई हेर्नु न गाई छोडिदिनु भइरहेछ यी सबै। त्यहाँ छ मेवाको, कति मिठो हुन्छ पाकेपछि। ए ल बाख्राको खोर है मिताको ल टन्टलापुर गाउँ। अहिले चाहिँ नानाले भित्र हाल्नुभयो होइन, केही नि होइन। अच्छी हिलो पो रहेछ। यत्रो छ र यिनी कहाँ सानो छ क्या। यस्तोमा अब हामीले काम गर्नुपर्छ गाइस। नाना चाहिँ हेर न माथि मुनिको सोर्नुहुन्छ। ल अब त काट।
हेर मलाई काट्न आउँदैन। अब म काट्छु। ए के अरे यसलाई काट्नु लाउनु परेन। टोइलेटतिर गइसक्यो छिटो। ए काट्नु परेन त। ओफ सबै चिलायो मात्र। यो चाहिँ कसको कट्टु भने नि गाइस भाइरल कट्टु भेनाको है। यस्तो हिलो छ यहाँ कच 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 यस्तो भइरहेछ मेरो हालत यस्तो भइरहेछ पुरै यहाँनिर काट्नु परेन यहाँ सबै घारी भइरहेछ ऊ त्यहाँसम्म काट्ने क्या ऊ त्यहाँ हो त्यहाँसम्म ऊ त्यतिसम्म तर यो फर्सी त कहाँसम्मको हो यो एउटैको होला त्यहाँदेखि त्यो झारहरू उखाल्नु पर्ने छ झारहरू पनि काट्नु कि उखाल्नु पर्छ त्यो अलिकति काट्नु अनि भयो स्नेक होइन स्याङ्क भने जस्तो कति राम्रो भएको छ आम्मामा खतरा भएर वाउ त्यही त मेहनती छ अरे यति मेहनती छ मेरो बहिनी तर एकछिनको लागि है गाई अरे के गर्नु भन्नै परिगयो यतिको काम त गर्नु पर्यो नि नानाकोमा अहिले म भन्दैछ भेना कट्टु लाउँदै हेर्दैछ पनि हेर्दैछ कृपया माफ गरिदिनु होला यस्तो काम लगाएकोमा खोलिदिनु भन सानो ल यहाँ भइरहेको थुक्क जिन्दगी यत्रो भिडियो बनाएको भिडियो नभइरहेको दाग कुटेर अमिले देखाइदिनु न देखाइदिएको अमिलो पनि छ अङ्गुर ससाउँछ सानो पनि छ के गर्नु र भान्जाको कुर्सी छोडेको बाप एउटाले सबैले लाइक कमेन्ट गरिदिनु होला युट्युबमा हो भने सब्सक्राइब टिकटकमा हो भने फलो गरिदिनु युट्युब त धेरै नदेऊ न एकछिन खाइसकेपछि नि कति छ हौ नि कति रुपियाँको एउटा दुईटा यहाँ फाल्यो त खाँदिन ए नखायो भने त हप्सिनै छ बाई सानो कता गएको यसको रियल फेस है नामलाई दिनुहोस् आकाशपट्टि फर्केको अघि चाहिँ बजारबाट लिएर आएको यो चाहिँ लोकल फर्सी फलेकै साथीहरू यो चाहिँ हाम्रोमा अनि यो करेन्ट जाउ कि लिएर पनि खाइसक्यो ए करेन्ट अरे टुपियम लोकल कि ब्रोइलर हो अस्ति मैले काठमाडौँबाट लिएर आएको अस्ति अरे हिजो यस्तो पिरो छ नि वाउ वाला पिरो छ ल्याएर घुमेको फेरि खोइ मलाई चाहिँ रोनाल्डोको स्लु गरेको नि यति पनि के खानु ए भिडियो त भएको रहेछ के हाल्छ म्या म्या गरेर हुन्छ होला ओइ सरकार हेलो गाइज वेलकम टु माई न्यू ब्लग यतिखेर चाहिँ नाना ए त्यति के भयो हेलो गाइज अहिले चाहिँ बेलुका भइसक्यो होइन नानाले मेहन्दी लाउँदैछ
एसपी देखाइनु न एसपी यहाँ चाहिँ एसपी डेसपी एसपी होइन डिएसपी डिएसपी होइन एसपी हो। मैले चाहिँ चुरा भर्खर खोलेको गाइज मेरो मेहन्दी राम्रै भएको छैन भनिदिनु होला कृपया कमेन्टमा लाउनु नआएको यस्तो त लाउनु कसरी देखेछ मेहन्दी दामी उता मामा भान्जाको बेग्लै छ पारा आफ्नै छ पारा मेरो जस्तै यहाँ हुन्छ मेहन्दी लाउनु अघि पुलिस र आमा चुरा लाउँछ गाइस म चाहिँ लाउँदिनँ किनकि मलाई मन पर्दैन सिम्पल अघि चुरा खोज्दा खोज्दा कति महँगो भन त्यो चुरा किनेर यता चाहिँ पानी पर्नु आँट्यो है गाइसहरू त्यहाँ कल नुहाउनु जानु हुँदैछ म हाँस्नु के रुनु यति भन्दा हामी बाई भन्छौँ बाई भन्नु बाई बाई अझै खाना पकाउनु पर्ने छ खाना पकाउनु ल फाइनली गाइज हाम्रो दिजु चाहिँ भात पकाउनु आँट्नुभएको छ झन्डैले दिजुलाई उयो के भन्छ ग्यास बाल्नु नआएको बनाएर ग्यास नबलेर दाल सकिएको रहेछ र दाल खोज्दैछु गाई दाल पनि थोरै रहेछ छोरा उता छ हजुर छोरा यो पनि धेर हुन्छ तिमी छोराले केरा नखाइरहेर चिया मनपर्छ न भोलि चिया बनाएर खानुपर्छ चिया र चटपटे खानुपर्छ चिया र चटपटे खाने मोमो मसला छ मोमो छैन ए उयो पिठाहरू छैन पिठो लिएर मेरो हात देखेको यहाँ अलि तल नजिकबाट देखेन यतिबाट यस्तो राम्रो हात वाउ तर मेरो नानाको यो अम्ला चाहिँ काँडाले सानोमा घोचेको रे काँडाले न हात काटेको ए हात काटेको रे अब म दाल धुनु पर्यो यहाँ के गर्नु गाह्रो छ यहाँ बहिनीहरूलाई मेजमान गर्नुपर्ने छ मेजमा पनि के हुने हो आज हेर्नु वर्षभरि खानामा के रहन्छ भनेर भयो पो यस्तो राम्रो भयो यहाँनिर हाम्रो भात पाक्दैछ होइन बाहिर पानी पर्नु थाल्छ सिमसिमे नानाले चाहिँ अब दाल बसाउन आँट्नुभयो त्यही कुकरमा मिठो दाल पकाएर खानुपर्ने हाम्रो अर्ग्यानिक लसुन मलाई भन्नु आएन यता हाम्रो पुकुले बाबुसँग मिल्नु एउटा फेरि आयो स्याउलेर भान्जालाई पनि देऊ टोक्नु खाऊ न नाना चाहिँ दाल हालेर पानी हाल्नुभयो होइन होइन हाम्रो कुक भन्दैन यता रुन्छ चाहिँ रुँदैछ मुख हेर न मुख एउटालाई मसला लगाएको राम्रो
पिस्नु सकेन अरे यतिको भयो अरे के गर्नु गाह्रो छ कोही चाहिँ आफ्नै पारामा छ सानो बुन्डु चाहिँ सुत्यो बाई यस्तो मान्छे कहाँ देख्नु भएको थियो गाइज छैन छैन एउटा छ यहाँ फेरि चकचके यहाँ चाहिँ दाल छ यहाँ माम छ होइन नाम पनि आमा धेरै भइसक्यो हाम्रो हामी चाहिँ अब खाना खानु लागेछौँ हाम्रो चाहिँ खानामा रहेको छ खाना पनि डढेछ है अनि सलाद भइगयो अनि यो कबडी खुर्सानी त छुटाउनु भएन अरे मासु वाउ दाल यो चाहिँ भाइको चाहिँ बुनुको है यो चाहिँ मेरो है आजको भिडियो चाहिँ यति नै बाई बाई गाइस